हेलो गाइस र आज म तपाईहरुलाई एपीके पाउच डाउनलोड गर्न सिकाउँछु। एपीके पाउच डाउनलोड गर्न त आउँछ सबैजनालाई, तर धेरैजनालाई यो डाउनलोड गर्न सिकाउँछु। यसको स्क्रिन पनि राम्ररी हेर्नु र धेरैजनालाई डाउनलोड गर्नमा गाह्रो भइरहेको थियो। क्रोममा जाने सर्च दुईटा तरिका छ। म तपाईलाई दुईटाबाट एउटा भन्छु, दुईटै भन्छु तर तपाईले कुनै एउटाबाट डाउनलोड गर्न सक्नुहुन्छ। सर्च ANAL सन्दा पहिले APK .com हैन, डाउनलोड लेख्नु छ। डाउनलोड एपीके यस्तो लेख्नु, डाउनलोड एपीके तपाईहरु यहाँ अहिले यो हेरिहाल्नु है, यहाँ के लेखेछ यो सर्च गर्नु छ र नेक्स्ट मा यहाँ क्लिक एपीके पाउच फर एन्ड्रोइड डाउनलोड। डाउनलोड लिंक यहाँ छ। डाउनलोड कहाँ गयो फेरि त्यो डाउनलोड लिंक हेर्न सक्नुहुनेछ र यहाँ टेलिग्रामबाट एपीके पाउचलाई रिक्वेस्ट के भए इन्स्टलमा ट्याप गर्ने बित्तिकै यो स्क्रिन यहाँबाट फेरि ट्याप गरे डाउनलोड हुँदै र अब डिलिट हेल्थ तपाईहरुलाई भन्दिउ यहाँबाट यसरी गएर यहाँनिर छ र यहाँबाट डाउनलोड यहाँ डाउनलोड हुँदैछ र अब अर्को तरिका फेरि गएर सर्च गर्ने apkpouch.com ल सर्च यो अकाउन्ट खुलिहाल्यो र सर्च फेरि सर्चै सरी m.apkpouch.com यहाँ फेरि तपाईहरुले हेर्न सक्नुहुनेछ। यहाँ यो छ तर यहाँ के लेखेछ एपीके पाउच मात्र। अघि फोर्ड एन्ड्रोइड पनि थियो, अहिले एपीके पाउच मात्र छ र अघिको ट्रिकले काम गरेन भने यहाँ फेरि छ है, फेरि डाउनलोड यहीँनिर छ। डाउनलोडको लिंकमा क्लिक गर्ने फेरि त्यो स्क्रिन खुलिहाल्छ। फेरि यहाँ डाउनलोडको लिंक तपाईलाई थाहै छ कहाँ छ, डाउनलोड भइहाल्यो। अब फेरि अघिको ठाउँमा जाने फेरि देखाइदिन्छु कहाँबाट डाउनलोड छ ल यहाँनिर छ। थाले हेर्न सक्नुभयो भनेर थाले हेरिहाल्नु भयो होला र फेरि अब यहाँनिर छ र यसलाई क्रस हान्नु यहाँनिर छ। यहाँनिर हेर्नु है यो पोलदेखि डाउनलोडै छ। अब इन्स्टल के गर्ने हो नि यसो ट्याप गर्नु आफै इन्स्टल भइहाल्छ। इन्स्टलिङ देखाइरहेको तर क्यान्सल अपडेट देखाइदियो। ल थ्याङ्क्स फर वाचिङ।